यदि तपाईँ एउटा एक्सेल युजर हुनुहुन्छ र तपाईँले चाहिँ एउटा ठुलो डाटामा काम गर्नुपर्छ, त्यस्तो अवस्थामा यो टिप्सको बारेमा थाहा भएन भने तपाईँलाई काम गर्न एकदम धेरै गाह्रो हुन्छ। त्यही भएर यो टिप्सको लागि राम्रोसँग यो भिडियो हेर्नुहोस्। जस्तै कि यहाँ एउटा डाटा दिएको छ, त्यसमा सिरियल नम्बर छ, यहाँ चाहिँ सेल्स डेट छ, कसले कति सेल्स गरेको छ त्यसको रिपोर्ट रहेको छ। र मलाई के भन्यो भन्दाखेरि तपाईँ तल गएर राजेशकोमा थप्नु भनेर फेरि अगस्त उहाँले 19 मा चाहिँ सेल्स गर्नुभयो भनेर मैले यहाँ 19 एयुजी लेखेपछि अगस्त आफै आयो र मैले अब राजेशकोमा थप्नको लागि अब के गर्नु पर्यो, फेरि यहाँ राजेश हेर्नु पर्यो, यहाँ राजेशकोमा फेरि यो कलममा तल आउनु पर्यो र तल आएर मैले राजेशले मानौँ न 7000 को सेल्स गरेको छ भने मैले यहाँ 7000 लेख्नु पर्यो। अब मलाई अब त्यसै गरी नितिनको भन्यो भने मैले यहाँ नितिनमा गएर फेरि कलममा टपमा गएर फेरि तल आउनु पर्ने देखिन्छ। र यस्तै समस्या सोल्भ गर्नको लागि मैले एउटा टिप्स दिँदैछु। त्यो टिप्सको नाम हो फ्रिज पेन्स भनेर। यहाँ फ्रिजमा जानुहोस्। सबैभन्दा पहिला त हामी कुनै पनि काम गर्दा होममा हुन्छ र होममा भएपछि हामी यहाँ भ्यूमा जाने, भ्यूमा गएपछि हामी यहाँ फ्रिज पेन्समा जाने। यो फ्रिज पेन्सको यहाँ डिफाइन हेर्नु, यसले के भन्छ भन्दाखेरि जहाँ तपाईँ क्लिक गर्नुहुन्छ र क्लिक गरिसकेपछि त्यसपछि तपाईँलाई मैले त्योभन्दा माथिको रो र कलमलाई चाहिँ हामीले के भन्छ कि फ्रिज गरिदिन्छौँ र यसले के भन्छ भन्दाखेरि मैले फर्स्ट रोलाई चाहिँ फ्रिज गरिदिन्छौँ र यसले के भन्छ भन्दाखेरि फर्स्ट कलमलाई फ्रिज गरिदिन्छौँ र हामीले 1 बाई 1 गरेर हामी हेर्न सक्छौँ। यहाँ 1 नम्बरमा मैले चाहिँ तत्काल यहाँ एउटा क्लिक गरेँ, क्लिक गरिसकेपछि यहाँ मैले फर्स्ट रो नै एकचोटि हामी के भन्दाखेरि फर्स्ट रो चाहिँ हामी फ्रिज गरेर हेर्छौँ। फर्स्ट रो भनेको हाम्रो यो हो फ्रिज पेन्स भनेर। अहिले हामी यहाँ क्लिक गरेर मानौँ न यहाँ क्लिक गरिसकेपछि हाम्रो के भयो, सरी यहाँ अनफ्रिज गरौँ एकछिन र यहाँ फ्रिज गरिसकेपछि हामी हेर्न सक्छौँ फ्रिज पेन्स चाहिँ हाम्रो जहाँको त्यहीँ छ। हामीले यो फ्रिज भइसक्यो, योलाई चाहिँ हामी माथि जाँदा गर्दाखेरि यो चाहिँ जाँदैन, तलबाट माथि स्क्रोल गर्दाखेरि फ्रिज पेन्स चाहिँ त्यतिकै बसिरहेको छ। दोस्रो हामी के गर्न सक्छौँ, फर्स्ट कलम गर्न सक्छौँ। जस्तै हाम्रो फर्स्ट कलममा के छ भन्दाखेरि सिरियल नम्बर छ, यो सिरियल नम्बर चाहिँ हामीलाई फ्रिज भएर आउँछ। जस्तै कि हामी यहाँबाट हेरौँ, अब सबै स्क्रोल भयो बट सिरियल नम्बरै स्क्रोल भएको छैन हैन। अब त्यसै अन्तर्गत हामी अहिले अनफ्रिज गरौँ, यसलाई अनफ्रिज गरौँ र अब हामीलाई के चाहियो भन्दाखेरि सिरियल नम्बर पनि हेर्नु पर्यो यहाँदेखि र यो सबैको के छ भन्दाखेरि नेमहरू पनि हेर्नु पर्यो, यो पनि हेर्नु पर्यो। त्यस्तो छ भने हामी यहाँ जाने र यहाँ गएको फ्रिज पेन्समा चाहिँ क्लिक गरिदिएपछि अब तपाईँ हेर्न सक्नुहुन्छ यो हाम्रो सबैजनाको नाम छ। हामी तल चाहिँ इजी नै डाटाहरू सेभ गर्न सक्छौँ, हेर्न सक्छौँ र हामीले यस्तो गर्दा पनि हुनसक्छ। तपाईँलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला।